हेलो गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो। आज तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। आज तपाईँहरूलाई के भन्न गइरहेछु भने आज हाम्रो स्पेसल डे थियो। अनि के थियो भने बेबी सावर मनाउने प्लान गरिरहेको थियौँ। अनि कि यहाँ सबैजना त उठेर चिया पिउँदै हुनुहुन्थ्यो। अनि यहाँनिर चाहिँ खिर बनाउन तयारी छ गाइज। अब सब्जीहरू एकछिनमा काटकुट पारेर यहाँ चाहिँ पुरी थियो। हिजो कसैले पुरी खानु भएन नि त। अनि हिजो भातै खानु सबैजना, अनि त्यही भएर यहाँ चिया पिउँदै हुनुहुन्छ। अनि यतातिर अब हामीले त सबै थोकको भिडियो बनाएनौँ नि त, छोटो छोटो बनायौँ नि त। अनि यहाँ चाहिँ बहिनीहरूलाई दोकान जाऊ न पर बजारमा भनेको साइकलै चलाउन जानेन नि, होचो भयो अरे, तँ साइकलको बाङ्गो टेङ्गो भयो अरे होइन। अनि चढिहाल्यो। अब चढेपछि त उसले कुदाउँछ नि त, कुदाएर हिँडे के अरे उहाँ कहाँ बारीतिर लगे। त्यहाँ मान्छेले हेरेर छक्कै बिचा हाँसेर गए, यसलाई त साइकलै कुदाउन आउँदैन भन्दै गएँ क्या। मलाई पनि हाँस उठ्यो, तिमीलाई त साइकलले के गरेका, झन्डै बारीमा लगेन त भनिरहेको थियो, गाली गरेको थियो। यो साइकलै कस्तो खालको छ, साइकलै चल्दैन भने। अनि त्यसपछि अरू भिडियो त मैले छट्टो अगाडि नै हालिसकेको थिएँ। अनि यहाँ चाहिँ हाम्रो सबै थोक सकेर अनि यहाँ खाना खाना तयारी भइरहेको थियो गाइज। अनि यहाँ दिदी हुनुहुन्छ, बहिनीले, अनि मम्मीहरू, आन्टीहरू, ठुलो मम्मीहरू, अनि मम्मीहरूसँग सबैलाई, बहिनीहरूलाई दिदी हुन्छ, खानासाना असार पसार गर्दै हुन्छ। म चाहिँ यसो भिडियो बनाइदिँदै थिएँ किनकि म अलिक त्यो लुगाले अलिक गर्मी भयो नि त। त्यही भएर नि यता चाहिँ शाकाहारी हुनुहुन्छ होइन, किनकि फलफुल खाने हुन्छ होइन। अनि यहाँ मम्मी सब्जीहरू के बाँड्दै हुन्छ, बाँड्दै भन्दै दिदी हुनुहुन्छ। अनि हाम्रो यहाँ दिदी चाहिँ आफ्नै त सुरमा, यता आफ्नै सुरमा मैले चाहिँ खाएको थिइनँ मैले पनि। अनि अब लास्टमा खान्छु भनेर पहिला उहाँहरूलाई दिएर अनि हामी घुम्न जाने प्लान गरिरहेको थियौँ गाइज। अनि कहाँ जाने भनेको झुलुङ्गे पुलतिर जानुपर्छ भनेर सबैले डिसिसन गरेको थियौँ। यता मम्मीहरूलाई घर जान पनि हतार भइरहेको थियो नि त, र पनि हामी घुमेर आउने भनेर गनगन गरेँ मैले। अनि र पनि मम्मी ल नि त भनेर हामी हिँड्यौँ, बाटो लाग्यौँ घरबाट, त्यहाँबाट अब बाटो त लाग्नै पऱ्यो नि होइन। घुम्न भनेपछि त मलाई त कस्तो मजा आउँछ नि त। अनि साथी आएकी चाहिँ बेस्ट फ्रेन्ड, अनि ऊ धेरै मलाई भेट्न आएकी अरे। नि मलाई मसँग रमाइलो गर्छु एक दिन भए पनि भनेर आएकी, उसको पनि स्कुल छ बोल्दै कि, त्यही भएर यसो एक दिन भए पनि टाइमको लागि है मिलाएर है, धन्यवाद सबैजना आउनुभयो होइन, माया लागेर। अनि हामी चाहिँ टिकबारीतिर आउँदैछु, मम्मीलाई देखाएर। मम्मीको छाता हेर्न सक्नुहुन्छ गाइज कत्रो ठुलो छ, र पनि हामी चाहिँ हिँड्दैछौँ, हेर्न सक्नुहुन्छ सबैजना मिलेर। मम्मीहरू खै भन्नु होला, मम्मीहरू अगाडि नै बहिनीहरूले लिएर गइसकेको टुई हामी चाहिँ पछि आउँदैछौँ होइन। मेरो हालत हेर्न सक्नुहुन्छ, बुझ जस्तै भएको छु म होइन, र पनि केही छैन। अब त्यस्तै हो होइन। मम्मीको गीत चाहिँ कस्तो घाम पऱ्यो निधारेमा भन्ने गीत गाउँदै हुन् त मम्मीले। अनि मैले पनि हाँसेँ, हामी त नि हाँस्यौँ मजाले, यति मात्रै आयो भन्दै हुनुहुन्थ्यो अनि मम्मीले। अनि साथी पनि हाँस्दै मजा गर्दै थियौँ नि त। अनि मम्मीको कुरा सुन्दै हिँड्यौँ हामी चाहिँ होइन। अनि मम्मीले के भन्दै हुनु त, हामीले ल भन्यौँ भन्यौँ। अनि म चाहिँ यहाँ तलाउँदैछु, रमाइलो गर्दै हिँड्दैछु गाइज। मान्छेले पनि सोध्छन् होला यस्तो बुदा पनि कस्तो हिँड्ने खोला भन्छन् होला, तर मेरो जति एनर्जी छ त्यति एनर्जी हुन्जेल म हिँड्छु गाइज। केही पनि प्रब्लम हुँदैन, आफूलाई प्रब्लम आफै निराश नहुनु, दुःखी नहुनु होइन। अलिकति ह्याप्पी भएर रमाइलो गर्दै जानुपर्छ। कहिलेकाहीँ अब यस्तो मेमोरिज हुन्छ नि त भनेर म पनि हिँड्दैछु होइन। अब यता मम्मीको कुरा सुन्दै हिँड्दैछु। मेरो ट्याकबारी छ यहाँनिर, अब के भन्नु छ, जङ्गल छ नि त। तपाईँहरूलाई त पहिले पनि यस्तो भिडियो बनाएर हालेकै छु होइन। अनि हामी जाँदैछु गफ हान्दै बाई गर्दै, अब फेरि अर्को ब्लगतिर सुरु गर्ने भनेर नि। अनि यता ठुलो मम्मीहरूको हिँडाइको भिडियो बनाइदिँदै हुनुहुन्छ अब साथीले। अनि गफ पनि हान्दै हुन्छ, पहिलेको जमानामा यस्तो थियो, यस्तो गरिन्थ्यो, यस्तो हुन्थ्यो। अहिलेको जमानामा पढे लेखेका छन्, सबै जान्दछन्, के भन्दै हुन् त मम्मीले। अनि हामी पनि हाँस्दैछौँ मम्मी के भन्नुहुन्छ भनेर, चुपचाप सुन्दै जाँदैछौँ नि त। अनि हाँस्दै पनि चाहिँ ठुलो मम्मी पनि यस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो। अनि छाता चाहिँ स्याहार्नु भएन हौ गाइस, यो छाता त के अरे उडाएर लग्यो भने पनि मम्मी छाताले नि सम्हालेर मुनि झर्नुहुन्छ जस्तो देखिरहेको छ। अनि
ठुलो मम्मी र मम्मीको कुरा सुन्दै सुन्दै म चाहिँ हाँस्दै हाँस्दै ताली पड्काउँदै हिँड्दैछु नि त मजाक गर्दैको गरेँ यो जेठानी देउरानी मिलेर हिँड्नु टुइटी गफ हान्दै 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 यस्तो जङ्गलमा यस्तो हुन्छ यस्तो हुन्छ भन्दै देखाउँदै हुनुहुन्थ्यो नि त हामीलाई मम्मीले कहानी सुनाउँदै हुन्थ्यो हामी भन्नु अनि हाँस्दैछौँ हामी चाहिँ हेर्नु त यस्तो हालतमा पनि मान्छे कहाँ पुगेर आयो म गाइज त्यस्तो उयो रहेछु क्या एनर्जी भएको मान्छे रहेछु अनि यहाँ मम्मीको फेरि गफ कहिले सकिँदैन त्यत्रो बेर भइसक्यो यता जङ्गल छ देखाउँदै हुन्छ अन्त अगाडि चाहिँ रूपा बहिनी र बहिनी चाहिँ नि त यतातिर सबै वातावरण यस्तो यस्तो जङ्गल थियो यतातिर यस्तो छ उस्तो छ भनेर सुनाउँदै हुन्थ्यो नि त अनि मम्मीले भनेको कुरा सुनेर हामी हाँस्दै 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 हामी गयौँ भने मेरो हिँडाइ देखेर मान्छे ढक हुन्छन् गाइज घरिघरि किनभने म हिँडेको यस्तो यसरी यस्तोमा अवस्थामा पनि यस्तो हिँड्छ भनेर सोचेकै छैनन् होला ऊ अरूले पनि होइन तैपनि अब मसँग जति ताकत छ त्यति सक्दो म अलिकति हिँड्ने प्रयास गर्दैछु होइन एक्सर्साइज गर्ने प्रयास गर्दैछु किनभने पछि राम्रो हुनसक्छ कि कतै भनेर 5% भए पनि भनेर हिँडे गर्दैछु अब के हुने हो त्यो त थाहा भएन होइन अनि हामी झुलुङ्गे पुल पुग्यौँ गाइज हेर्न सक्नुहुन्छ हाम्री लक्ष्मी आन्टी हाम्री माताश्री अनि हाम्रो सम्धिने आगे पछि अन्दै डुल्दै बिस्तारी बिस्तारी हिँड्दै हुनुहुन्छ अगाडि चाहिँ बहिनीहरू अनि रूपाहरू अगाडि जानुभएको छ अनि मैले यताको भ्युज देखाउँदैछु मम्मीहरू हिँडेको पनि देखाइरहेको छु हेर्नु गाइज धेरै पछि डुबेट पछि आउनुभएको मम्मीहरू होइन पहिलोचोटि होइन यहाँ म चाहिँ भिडियो बनाउँदै रहेछु गाइज पछाडि मेरो साथीले बनाएकी रहेछ पछाडिबाट अनि सबैलाई नाम भन्दै तोक्दै बनाउँदै रहेछु होइन म हेरेको देख्नु हेर्नु न सबैजना मान्छे छक्कै पर्दै हेर्छन् पेटमा हेर्दै जाँदै थियो नि त अहिले यस्तो अनि यहाँ हेर्न सक्नुहुन्छ मकैबारी थियो नि त अनि यहाँ चाहिँ खोला भयो हालो त्यहाँनिर चाहिँ सबै जङ्गल छ यतातिर अनि हेर्नुहोस् हामी चाहिँ घर त्यहाँ घुमेर अब टिकटक बनाएर हामी घर फर्किँदैछौँ गाइज अब हामीले यस्तो घाममा आएर धन्न मौसमले चाहिँ साथ दिएको थियो गाइज अनि र पनि हामी चाहिँ आइपुग्यौँ झुलुङ्गे पुल जसरी घुमाएर मम्मीहरूलाई घर पुऱ्याउँदैछौँ गाइज अब यस्तै छ के गर्नु सधैँभरि भेटघाट हुँदैन आएपछि यसो घुमाइदिनै पर्यो यता देखाउनै पर्यो यस्तो छ भनेर होइन मजाक त गर्नै पर्यो होइन टिकटक बनाए जस्तो गर्नु पर्यो नाटक गर्नै पर्यो हामी त यस्तै छौँ गाइज अब सबले हेर्छन् होला यस्तो एनर्जी कहाँबाट आयो होला भनेर यस्तो गर तर आजको दिन चाहिँ राम्रै थियो गाइज किनकि आज स्पेसल डे थियो नि त त्यही भएर मेरो स्पेसल डेमा राम्रो मौसम थियो अनि हामी घर जाँदा चाहिँ पानी फरार पर्यो गाइज के गर्नु लक्की मान्छेहरूलाई पानीले पनि राम्रो आशीर्वाद दिँदा रहेछ नि यति बेला होइन अब ठिकै छ भगवान्ले राम्रो रक्षा हामीलाई दुईजनालाई रक्षा गरून् सधैँभरि अनि म चाहिँ हेर्नु गाइज हिँडेको अरे डरै हिँड्दै थियो अचम्म खालको छिटै मान्छे म चाहिँ अलिक अपाङ्ग तरिकाले हिँड्दैछु अचम्म ए भगवान् यसरी चाहिँ कहिल्यै नहिँड्नु भएको नि भन्छे हेर्दै हाँस्दै मजा गर्दै अनि गर्दैछौँ अनि हेर्नु गाइज हामी चाहिँ घर फर्किँदैछौँ त्यहाँ झुलुङ्गे पुल कटेर यतातिर मम्मीहरूसँग रमाइलो गर्दै अब के भन्नु र अरू सबैसँग जिस्किँदैछौँ देखाउँदैछौँ यस्तो छ उस्तो छ हो केटीले हो हाम्रो मम्मीहरूलाई अगाडि लगेर झुलुङ्गेमा राखेँ कि अब त्यस्तै चाहिँ गाइज लाइक कमेन्ट सेयर गरिदिनु होला अरू त के भन्नु र यस्तै रमाइलो गरियो आजको दिन रमाइलो भयो फ्यामिलीसँग घुम्न पाउँदा धेरै धन्यवाद सबैजनालाई आउनुभएको होला बाई बाई भन्दैछु म चाहिँ अब त्यस्तै हुने हो सधैँ कहाँ भेटघाट हुन्छ र फ्यामिलीसँग अलि टुगेदर गर्न यस्तै बेला त हो नि भनेर मैले अलिक खुसी हुँदै थिएँ अनि जाने बेला दुःखी पनि हुँदैछु जाने भनेर अब मम्मी नजानु न भनेको जान्छु बाउले कराउनुहुन्छ भन्नुहुन्थ्यो अनि जनता ल जानु म रिसाएँ जस्तो गरेँ एकछिन नाटक गरेँ मम्मीलाई अलिक लगाउनु गर्नु पऱ्यो भनेको त के को लास्टमा त जाने नै भयो
अब त्यस्तै चाहिँ गाइज अब हाम्रो जिन्दगीमा कहिलेकाहीँ दुःखी पनि आउँछ, कहिलेकाहीँ सुखी पनि आउँछ, खुसी पनि हुन्छ। त्यस्तै छ अब के गर्नु र। अब हामी नि घरतिर पानी पनि आउला जस्तो गरिरहेछ। अब त्यस्तै हो, सबैजना बाई।